बजार यति हो। भिङ्ग्री बजार धेरै ठुलो छैन त्यति, तर दामी चाहिँ दामी छ। यो जब लेभेन्टी लगाएपछि साथीले पनि मलाई राम्रो देखेको छ, अन्त स्वाद चाहिँ हेर्सी देखेको छ भनिसकेको छ होइन। साथीले भनेपछि मान्नै पऱ्यो, बरु केटीले भनेको भए मैले मान्दिनँ थिएँ होइन। यस्तो हेर्नुहोस् त, टक्क बाटो लागेको छ, पछाडि घरको माथि लागेको छ ट्याक्क बाटो। ल हामी चाहिँ ठ्याक्कै भिङ्ग्री बजारमा आइपुग्यौँ होइन। अनि अब चाहिँ हामी यो बाइकलाई यहीँ छाड्छौँ, अनि यो बाइकलाई यहीँ छाडेपछि हामी चाहिँ बिस्तारै हिँड्दै जान्छौँ। ल चाहिँ भिङ्ग्री बजार प्युठानको होइन, दामी छ भिङ्ग्री बजार चाहिँ है। भिङ्ग्री बजार चाहिँ दामी नै हो। अब चाहिँ हामी भिङ्ग्री बजारको तर्फ, यो चाहिँ भिङ्ग्रीको चौकी, अगाडिबाट चाहिँ गाडीहरू आइरहेको छ। हामी चाहिँ हिँड्दै गइरहेछौँ यतातिर। अब यस्तो बजारमा कहाँनिर पाउँछ सोध्दै जानु पऱ्यो लाग्यो है। ल मैले चाहिँ अब तेलको लागि कहाँ सोध्ने जाउँ साथी? तेल सोडा, यहाँ सोडा, दारू पाउँछ, दारू पाउँदैछ। तेल कहाँ पाउँछ होला? पेट्रोल पाउँछ? पेट्रोल पाउँदैन अरे यहाँ होइन। सोध्दै जाँदैन, सोडा नि साथी। यहाँ फेरि दिदी पेट्रोल पाउँछ? पेट्रोल यहाँ कतातिर पाउला? अगाडि। ल उहाँले चाहिँ अगाडि भनिदिनु भएको छ, हामी चाहिँ अगाडि गएर हाम। ल ओ अगाडि भनेको अहिले कति अगाडि हो? सोड ल एकछिन। ल साथीले चाहिँ यहाँ लेभेन्टी झिकिसक्यो होइन। मैले चाहिँ भिडियो चाहिँ अब लेभेन्टी पनि किनिसक्यौँ। अब तपाईँले चाहिँ यहाँ बोलाएको जस्तो भएको छ। ल अब चाहिँ लेभेन्टी किन्यो। अब चाहिँ लेभेन्टी बाँडेर ट्याक्क निस्किन्छौँ हामी चाहिँ है। हामी चाहिँ बजारमा कतै तेल पाइएन, पेट्रोल नपाएपछि यहाँ अगाडि ग्यारेज छ अरे, त्यहाँनिर हामी गइरहेछौँ ग्यारेजमा होइन। ग्यारेज र यो जब लेभेन्टी लगाएपछि साथीले पनि मलाई राम्रो देखेको छ, अन्त स्वाद चाहिँ हेर्सी देखेको छ भनेर भनिसकेको छ होइन। साथीले भनेपछि मान्नै पऱ्यो, बरु केटीले भनेको भए मैले मान्दिनँ थिएँ होइन। म हेर्सी देखिसकेको छु। अब चाहिँ बिन्दास चिया खानुपर्छ, तर पहिले पेट्रोल हाल्नुपर्छ। ल यो हाम्रो भिङ्ग्री बजारै हो। अहिले चाहिँ भिङ्ग्री बजारको बाटो फिलिलिलिलिलि बनाएर चाहिँ होइन, यति ठुलो बनाएको छ। यो चाहिँ भिङ्ग्री बजार यति हो। भिङ्ग्री बजार धेरै ठुलो छैन त्यति, तर दामी चाहिँ दामी छ। यस्तो हेर्नुहोस् त, टक्क बाटो लागेको छ, पछाडि घरको माथि लागेको छ ट्याक्क बाटो। ल तर अब चाहिँ हामी